massage oil making नमस्कार process. म आज हजुरहरुको सामु यो विभिन्न जडीबुटीहरुबाट मिश्रित एउटा मसाज ओइल मालिश गर्ने तेल चाहिँ बनाउन गइरहेको छु। जुन तपाईले देखिरहनु भएको छ यहाँ पुरै यहाँ 15-20 थरीको चाहिँ जडीबुटीहरु यसमा समावेश छ। जस्तै तपाईले यो हेर्नुस् यो सिडार वुड भन्छ, यसलाई देवदार भन्छ हैन। त्यस्तै गरेर यहाँ चाहिँ हामीसँग यो सुगन्ध वाल छ हैन। त्यस्तै गरेर हामीसँग यहाँ जटामसी भूतले भन्छ जसलाई जटामसी छ। अनि त्यस्तै गरेर हामीसँग यो काउलोको बोक्राहरू छन् हैन। अनि यस्तै गरेर हामीसँग यो हिबिस्कस छ हैन। हिबिस्कसको यो छ। यस्तै गरेर लेमन ग्रास हामीसँग छ। अनि तुलसी छ त्यस्तै गरेर हामीसँग सिकाकाई छ। अनि त्यस्तै गरेर यो हामीसँग भोजपत्र छ। त्यस्तै गरेर यो हामीसँग अदुवाको ड्राई अदुवा छ। अनि त्यस्तै गरेर हामीसँग यहाँ बेसार छ। त्यस्तै गरेर अमला जुन देखिन्छ तपाईलाई यो अमलाको टुक्राहरू छन्। अनि अर्को हामीसँग यो 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 हिमाली धुपी पनि हामीसँग छ। यो लगायत हामीसँग अन्य थुप्रै जडीबुटीहरू हामी यसमा समावेश गर्नेछौँ। देख्नु भएको छ यो हामी अहिले बनाउन गइरहेको भनेको हामीले यो मालिश गर्ने तेल हो। मालिश गर्ने तेललाई विभिन्न खालका यस्ता खालका हामीले जडीबुटीहरू समावेश गर्छौँ। अब यो मालिश तेल बनाउन गइरहेको हुनाले अब हामी यसमा यो सबै जडीबुटीहरूको मिश्रणलाई अब हामी एकदम सानो सानो टुक्रामा बनाउँछौँ। यसरी अब हामी यसमा यो ढटेलोको तेल हाल्न गइरहेको छु। हेर्नुहोस् है यो जडीबुटीको साथमा हामी यसमा ढटेलोको तेल मिसाउँदैछौँ। यसमा हामी यो ढटेलोको तेल यो हामीले ढटेलोको तेल हालिरहेको छौँ। यो सबै ढटेलोको तेल हो। र यसपछि म यसमा अलिकति यो हेम सीड ओइल भाङको तेल हाल्दैछु। यसमा अब हामी यो भाङको तेल हो। यसलाई हेम सीड ओइल जुन हाम्रो भाङ हुन्छ हेर्नुहोस् एकदम यसलाई भाङको तेल भनिन्छ। यो भाङको तेल हो। यो हेम सीड ओइल भयो, यो मिसाएँ मैले। अब यसपछि मैले अर्को तिलको तेल राख्दैछु। यो सिसम ओइल अथवा तिलको तेल हो। र यो तिलको तेल मैले यसमा करिब 1 लिटर जति हालेँ। यो हाम्रो तिलको तेल आयो। अब यो चाहिँ थोरै सिडार वुड ओइल देवदारको तेल हो। थोरै धेरै हाल्नु पर्यो यसको। यो चाहिँ सिडार वुड ओइल हो, देवदारको तेल। अनि यो चिजहरू भयो। अब यो यसलाई हामी क्यारियर ओइल भन्छौँ। अब यसलाई माटको मद्दतले मिसाइन्छ।
अब यी कोल्ड प्रेस्ड ओइलहरू भए। यसपछि हामी यसमा लगभग 3-4 थरीको यो एसेन्सियल ओइल सुगन्धित तेलहरू राख्नेछौँ। त्यसमा तपाईँहरूले देखिरहनु भएको छ यो क्याम्फर ओइल हो, कपुर अलिकति जमेको पनि छ। यो क्याम्फर ओइल हाल्नेछौँ भोलि। यो हामी 24 घण्टासम्म राखिसकेपछि यो तेल मिसाउनेछौँ। अनि यसपछि यसमा अर्को हामीसँग हुनेछ यसलाई हामी युकालिप्टस ओइल भन्छौँ, युकालिप्टसको तेल राखिनेछ। त्यस्तै गरेर हामीसँग अर्को थोरै मात्रामा चाहिँ यहाँ हामीसँग पिपरमिन्ट मेन्थाको ओइल छ, मेन्थाको ओइल राखिनेछ। त्यस्तै गरेर हामीसँग बाहिर लेमन ग्रासको ओइल पनि छ, लेमन ग्रासको ओइल पनि राखिनेछ। यसरी 4वटा हामी एसेन्सियल ओइलहरू राख्नेछौँ र यो 24 घण्टासम्म अब हामी यसलाई यहाँ चाहिँ यसलाई राख्दिनेछौँ। र यसले के गर्छ, यहाँ भएको जुन मेडिसिनल भ्यालु छ, यो जुन जति पनि जडीबुटीहरू छ यसको चाहिँ भित्रको सार तत्त्वलाई चाहिँ यो क्यारियर ओइलले यी विभिन्न तेलको ब्लेन्डहरूले त्यसलाई सोच्नेछ र त्यसमा भएको जुन यो जडीबुटीहरूको जुन मा भएको औषधीय गुणहरू यो तेलमा हुनेछ र त्यसले विभिन्न खालका समस्याहरू निदान गर्नलाई सहयोग गर्नेछ। र अब यसपछि हामी 24 घण्टा राखिसकेपछि यसमा हामी अन्य चाहिँ एसेन्सियल ओइलहरू सुगन्धित तेलहरू राख्नेछौँ। हस्, धन्यवाद।